हाई गाइस, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। आज चाहिँ हामी 4 जना बस जाँदैछौँ आफ्टर अफिस। हाम्रो चाहिँ निकै ग्रोसरीको सामानहरू पनि लिनु थियो र अरू सामानहरू पनि किन्नु थियो, सो त्यही भएर चाहिँ हामी जाँदैछौँ। अहिले चाहिँ डाँडा गाउँ पुग्यो हो, र अहिले चाहिँ हामी फर्स्टमा चाहिँ जुडियोमा पस्दैछौँ हो। जुडियोमा चाहिँ दिदी आईहरूको सामानहरू किन्नुपर्ने रहेछ, सो त्यही भएर हामी पनि जाँदैछौँ उनीहरू सँगसँगै। र यहाँ चाहिँ हल्का भिडियो लिँदैछु मैले हो। यहाँ चाहिँ सामानहरू नि हेर्दैछ, अहिले नानीको लागि लुगाहरू हेरिदिँदैछ हो। र हामी चाहिँ के किन्नु थिएन, सो हामी त यतिकै डुली मात्रै रहेको थियौँ। र फाइनली सपिङ पनि भइसक्यो, बिलिङहरू गरिसकेर बाहिर निस्क्यौँ। र अब चाहिँ हामी बजार जाँदैछौँ। लाल बजारमा पनि केही कामहरू थियो, सो त्यही भएर हामी चाहिँ जाँदैछौँ लाल बजारको लागि। र अहिले चाहिँ हामी लाल बजार पनि पुग्यौँ हो। यहाँ हामी लाल बजार एन्टर गर्दैछौँ, आज त खुल्ला थियो हो। र यहाँ चाहिँ लक्कीले आईको लागि लुगाहरू हेरिदिँदैछ है, मैले नि हेल्प गर्दैछु। र हामी लाल बजारको काम सकेर यहाँनिर तलनिर बुकेको फ्लावर्सहरू किन्दैछ। यहाँ देख्न सक्नुहुन्छ, यो फ्लावर्स त एकदमै दामी हुन्छ है। सो अब चाहिँ हामी त्यहाँ फ्लावर्स पनि किनिसक्यौँ र अहिले चाहिँ हामी बाजरा जाँदैछौँ हो, गाडीमा चढेर। यहाँ देख्न सक्नुहुन्छ, अहिले चाहिँ हामी बाजरा पनि पुग्यौँ हो। अब बाजरा चाहिँ हामी किन गएको भन्दा हाम्रो सपिङ पनि छ, ग्रोसरी, अन्त केएफसी पनि खानु गएको हामी सबैजना। सो त्यही भएर यहाँ केएफसी अर्डर गरेर हाम्रो अर्डर पनि आइसक्यो। यहाँ देख्न सक्नुहुन्छ हाम्रो केएफसी चिकन हो। र यहाँनिर चाहिँ कोकहरू हामी सबैले एउटै खायौँ। ससहरू पनि देख्न सक्नुहुन्छ। र यहाँ चाहिँ म खाँदैछु है, एकदमै मिठो लाग्छ नि त केएफसी चाहिँ। मलाई केएफसी चाहिँ सबैभन्दा मिठो चाहिँ यहाँ बाजराकै लाग्छ, सो त्यही भएर हामी चाहिँ यहाँ बाजरामै आयौँ है। अरू जग्गाको चाहिँ त्यति साह्रो खास लाग्दैन नि त, बाजराको चाहिँ अब फर्स्टदेखिकै यहीँ खाएर होला नि त है। बाजराको त एकदमै मिठो लाग्छ हो, सो त्यही भएर हामी त यहाँ खानु आएको। यहाँनिर चाहिँ म सँगसँगै अरूहरूले नि इन्जोय गर्दैछ। यहाँ देख्न सक्नुहुन्छ, एकदमै मिठो थियो होइन, केएफसी चाहिँ तातो तातो थियो। सो एकदमै मजा आइरहेको थियो खानु पनि है, भोक पनि मजाले लागिरहेको थियो। र केएफसी खाइसकेको बादमा चाहिँ अब हामी स्मार्ट बजार झऱ्यौँ हो ग्रोसरी सपिङको लागि। यहाँ चाहिँ हामीले सबै किनिसकेको थियौँ होइन, र यहाँ बिलिङ गर्दैछौँ हो। बिलिङ गरेर चाहिँ अब हामी हाम्रो कार्ट माथि लाँदैछौँ नि त। यहाँ देख्न सक्नुहुन्छ, 4 जनाको सपिङ चाहिँ 6-7वटा झोला भइसकेको थियो होइन, एकदमै भारी भारी। र अब चाहिँ हामीले फाइनली गाडी पनि पायौँ है, रिजर्भ गरेर लाँदैछौँ। यहाँ केटीले झोला हाल्दैछ, यहाँ देख्न सक्नुहुन्छ एकदमै हेभी हेभी झोला भएको थियो। र अब चाहिँ हामी सबैको सपिङ पनि सक्यो है, हामी चाहिँ घर फर्किँदैछौँ। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।